आदरणीय दर्शकवृंद नमस्कार। कोरोना के संक्रमण नेपाल में सेहो बढ़त जा रहा है। पिछला समय के बात करी तो 102 गोटे में कोरोना के संक्रमण देखल गया है। एमहर प्रदेश 2 के जखन बात किया जाए तो प्रदेश 2 में 24 गोटे में कोरोना के संक्रमण रहल है। जाहि में सबसे बेसी पर्सा में आ दोसर सबसे बेसी रौथड़ में देखल गया है। पर्सा में 18 गोटे, रौथड़ में 3 गोटे, तेना 12 में 2 गोटे आ सर्लाही में 1 गोटे संक्रमित। प्रदेश 2 में दोसर सबसे बेसी कोरोना के संक्रमण भेटल जिला रौथड़ है। रौथड़ के अवस्था केहन है, ओत रोकथाम आ नियंत्रण के प्रयास केना के चल रहा है, की समस्या सब आबि रहल छै, एकर निराकरण के लेल की काज सब भ रहल छै, आइ चर्चा करल जा रहल छै रौथड़ के संदर्भ पर। रौथड़ के प्रमुख जिला अधिकारी अखन प्रत्यक्ष दौड़ से जुड़ल छै, वासुदेव घिमरे। सबसे पहले हुनका स्वागत करै छी। सीडे साहब, कार्यक्रम में स्वागत छै। हजुर हजुर, यहाँलाई धेरै धेरै धन्यवाद। रौथड़ प्रदेश 2 को दोस्रो सबभन्दा बढी कोरोना संक्रमित फेला परेको जिल्ला। रोकथाम र नियन्त्रणका लागि अहिलेसम्म के कस्तो प्रयास भइरहेको छ त? अब अहिलेसम्म हामीबाट भएका प्रयासहरू भनेको अब नेपाल सरकारबाट प्राप्त निर्देशनहरूको चाहिँ कडाइका साथ कार्यान्वयन, लकडाउनको कार्यान्वयन, त्यस पछाडि चाहिँ अब सीमा पार हुने आवत जावतको चाहिँ पूर्ण रूपमा नियन्त्रण, सिमानाका नियन्त्रणका कुराहरू र त्यो सँगसँगै सर्वसाधारणलाई चाहिँ सर्वसाधारणको जीवन दैनिक जीवन चलाइराख्नको लागि अत्यावश्यक पर्ने सेवा वस्तुहरू चाहिँ नियमित रूपमा सुचारू गर्नुपर्ने कुराहरू पनि त्यसैसँग जोडिएर आउँछौँ र यी सबै कुराहरू हामीले सँगसँगै गरिरहेका छौँ। हजुर, तपाईलाई के लाग्छ, रौथड़मा 3 जना चाहिँ कोरोना संक्रमित फेला परे, अझ 1 जनाको कुरा गर्ने हो भने त पहिला अब निको भइसकेको 19 वर्षीय युवा चाहिँ निको भइसकेको फेरि चाहिँ कोरोना देखेपछि उनलाई चाहिँ नारायणी अस्पतालमा भर्ना गरिएको छ हैन? त्यस्तो अवस्था पनि देखियो। के भन्नुहुन्छ तपाई, रौथड़मा रोकथाममा कतै त्रुटि हुन गयो? होइन, त्यसरी भन्न मिल्दैन। जस्तो रोकथाममा त्रुटि भएको होइन कि रौतहट जिल्लामा हामीले जुन संयुक्त रूपमा चाहिँ अब नेपाल सरकारका चाहिँ स्थानीय प्रशासन, सुरक्षा निकाय, अब स्थानीय तहहरू, नगरपालिका, गाउँपालिकाहरू, यिनीहरूसँग सबै निकायहरूको चाहिँ एउटा साझेदारी, उपयुक्त किसिमको साझेदारीको कारणले गर्दाखेरि जो बाहिरबाट आएका त्यस्ता चाहिँ सङ्क्रमित मान्छेहरू छन्, उनीहरू समुदाय नहुने वातावरण हामीले सृजना गऱ्यौँ। उनीहरूलाई क्वारेन्टाइनमा राख्यौँ। सोसाइटीबाट चाहिँ समुदायका मान्छेहरूबाट चाहिँ उनीहरू अलग भए र उनीहरूलाई चाहिँ क्वारेन्टाइनबाट इन्फेक्सन भएको अथवा चाहिँ सङ्क्रमित भएको हिसाबले उनीहरूको पहिचान हुन सक्यो। समुदायमा चाहिँ त्यो सङ्क्रमण जान पाएन र उनीहरूलाई सुरक्षित ढङ्गले उपचारको लागि हामीले आइसोलेसन अथवा हस्पिटलसम्म पुर्याउने वातावरण हामीले मिलायौँ। त्यो किसिमले गर्दाखेरि यो चाहिँ हामीले अपनाएको सतर्कताको कारणले गर्दाखेरि यो सबै सम्भव भएको भन्ने मलाई लाग्छ। हजुर, त्यहाँ अहिले भइरहेको आरडीटी टेस्ट, पीसीआर टेस्टको अवस्था चाहिँ कस्तो छ? किनभने 1 जना निको भइसकेका व्यक्तिमा फेरि देखियो के त्यहाँ कोरोना। अब यो चाहिँ एउटा चाहिँ छुट्टै अनुसन्धानको विषय होला। अब अस्पतालले चाहिँ कोरोना परीक्षणमा नेगेटिभ 3 चोटिको कन्टिन्यू परीक्षणमा चाहिँ नेगेटिभ भनेर देखिएको व्यक्ति र निको भइसक्यो भनेर घरमा आइसकेको व्यक्तिमा चाहिँ फेरि कोरोना परीक्षण गर्दाखेरि चाहिँ पोजिटिभ देखिनु यो एउटा छुट्टै अनुसन्धानको पाटो हुन सक्छ अथवा यसका चाहिँ केही वैज्ञानिक कारणहरू होलान्। त्योभित्र अब मलाई त्यो विषयमा त्यति विस्तृत जानकारी भएन। तथापि ती व्यक्ति जब हस्पिटलबाट निको भयो भनेर फिर्ता आए र फिर्ता आइसकेपछि पुनः सङ्क्रमण भयो भनिसके पछाडि त्यो बसुन्जेलसम्म उनी कहाँ गए त्यो कन्ट्याक्ट ट्रेसिङ गर्ने अनि परिवारहरूको चाहिँ परीक्षण गर्ने काममा हामीले कुनै पनि ढिलाइ नगरिकन त्यो कार्य गरियो र परिवारहरू चाहिँ उनी
अस्पतालबाट फर्किएर परिवारमा चाहिँ मिक्सअप भएर बस्दाखेरि पनि परिवारहरू त्योबाट सुरक्षित रहेको पाइयो र बाँकी भनेपछि ती युवामा जो सङ्क्रमित फेरि पुनः सङ्क्रमित देखिएका छन् नि, ती युवाको कन्ट्याक्ट ट्रेसिङको कार्य चाहिँ सबै सम्पन्न भइसक्यो र बाँकी जोसँग उसँग भेट भएको थियो होइन, उनीहरूमा कोरोना रहेनछ भने चाहिँ पुष्टि भइसक्यो होइन? हजुर हजुर, अहिलेसम्म चाहिँ अब परिवारका हामीले 13 जना सदस्यहरूको चाहिँ सबैको चाहिँ परीक्षण गरिसक्यौँ। परिवारका सदस्यहरू सबै सुरक्षित छन् र परिवारबाट बाहिर गएको सूचना अहिलेसम्म हामीलाई प्राप्त भएको छैन। तथापि बाइचान्स ऊ चाहिँ परिवारबाट बाहिर गएको छ कि भन्ने हिसाबले पनि थप सूचनाहरू हामीले सङ्कलन गरिरहेका छौँ। यसमा चाहिँ नेपाल प्रहरी, स्वास्थ्य कार्यालय र चाहिँ स्थानीय तहले संयुक्त रूपमा चाहिँ थप त्यस्तो सम्भावनाको हकमा चाहिँ कन्ट्याक्ट ट्रेसिङ गर्ने, अनुसन्धान गर्ने र त्यस्ता मान्छेहरूलाई फेरि परीक्षणको दायरामा ल्याउने गरिकन हामीले निर्णय गरेका छौँ र यो काम पनि भइरहेको छ। हजुर, अब कोरोना देखिएका चाहिँ अब भारतबाट आएको, त्यो पनि लकडाउन चलिरहेको बेलामा आएको कुरो पनि छ होइन, लुकीछिपी आएको अवस्था पनि छ भनेपछि सीमा क्षेत्रमा जसरी चाहिँ कडाइ गर्नुपर्ने थियो नि त्यसरी नहुन सकेको हो, के भन्नुहुन्छ तपाईँ? अब प्रत्यक्ष रूपमा ठ्याक्कै त्यसै भन्नुभन्दा पनि हाम्रा खुला सिमानाका कारणले केही चुनौतीहरू सृजना भएका छन् र जुन चाहिँ भोल्युममा अथवा जुन लम्बाइमा हाम्रो सिमानाका छ र सिमानाकामा हामीले चाहिँ जुन मात्रामा सुरक्षाकर्मीहरू तैनात गर्न सकेका छौँ त्यो हिसाबले पर्याप्त सुरक्षाकर्मीहरू तैनाती गर्न नसकेको अवस्था हो। हामीले जिल्लामा उपलब्ध सुरक्षाकर्मीहरूलाई सकेसम्म पूर्ण चाहिँ क्षमताका साथ परिचालन गरिएको छ। तथापि फाटाफुटो रूपमा केही व्यक्तिहरू चाहिँ रातिको समयमा कुनै किसिमले झुक्क्याएर नेपालमा प्रवेश गरेको भन्ने पनि सूचना आएका छन्। त्यो ठुलो स्केलमा छैन, तर यदा कदा केही मान्छेहरू चाहिँ आएका छन्। तर ती मान्छेहरू आउने बित्तिकै तुरुन्तै हामीले चाहिँ उनीहरूलाई चाहिँ डिटेक्ट गरेर तुरुन्त आइसोलेट यतापट्टि क्वारेन्टाइनमा ल्याउने र उनीहरूलाई राख्ने, उनीहरूको परीक्षण गर्ने व्यवस्था मिलाएका छौँ। यी घटनाहरू भनेका चाहिँ करिब 3 हप्ता अगाडिका घटनाहरू र अहिलेको अवस्थामा सीमानाकामा अझ हामीले थप सुरक्षा रणनीतिका साथ परिचालनको व्यवस्था मिलाएका छौँ र मलाई लाग्छ अहिलेको अवस्था त्यस्तो कुकुलो अथवा चाहिँ त्यसरी चाहिँ सीमानाकाबाट पारीबाट वरिबाट पारी गर्न सक्ने अहिले अवस्था छैन। अहिले नेपाल सशस्त्र प्रहरी बलका अतिरिक्त चाहिँ नेपाल प्रहरीलाई पनि सीमानाकामा खटाउने र मोबिलाइज परिचालन गर्ने गरिकन चाहिँ हामीले सुरक्षा समितिबाट कतिजना जति चाहिँ सीमाबाट अहिलेसम्म लुकीछिपी प्रवेश गरेको त्यो अध्यावधिक डाटा कुनै छ? अहिले तपाईलाई मैले ठ्याक्कै डाटा त दिन सक्दिनँ, तर यो नेग्लिजिबल छ। त्यस्तो प्रदेश 2ले केही दिन अगाडि दिएको डाटा अनुसार 262 जना चाहिँ लुकीछिपी चाहिँ रौथाडबाट चाहिँ प्रवेश गरेको, भारतबाट रौथाड छिरेको चाहिँ होइन। त्यो सही होइन, त्यो त्यत्रो ठुलो सङ्ख्यामा चाहिँ छिरेको अवस्था छैन। तर अब यो खुला सीमा प्रदेश 2ले नै हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले चाहिँ उहाँले दिएको डाटा चाहिँ 262 जना रौथाडमा चाहिँ छिरेको हो भारतबाट चाहिँ लुकीछिपी। अब यहाँनिर यिनै तथ्यहरूमा कुरा गर्दाखेरि अब यहाँ प्रवेश गर्ने मान्छेहरूले हामीसँग के भनेका छन् भने हामी चाहिँ बागमती पारीबाट आयौँ अनि हाम्रो रौथाड भएको कारणले यता आयौँ, अथवा चाहिँ उता बारा जिल्लाबाट आयौँ, बारा जिल्लाबाट छिर्यौँ पनि भनेका छन्। अब यसमा ठ्याक्कै कन्क्रिटली म तपाईँलाई यस्तै भन्न त सक्दिनँ, तर तथापि रौतहटवासीहरू केही सङ्ख्यामा चाहिँ भित्रिएका छन् र जति भित्रिएका छन् उनीहरूलाई हामीले समुदायमा मिक्सअप हुन अथवा इन्फिल्ट्रेट हुन दिएका छैनौँ, उनीहरूलाई क्वारेन्टाइनमा राखेका छौँ। भनेपछि भित्रिएकाहरू लुकीछिपी होस् होइन, त्यो भित्रिएकाहरूलाई सबैले चाहिँ क्वारेन्टाइनमा राखिराख्नु भएको छ अहिले? हामीले एकदम क्वारेन्टाइनमा अनिवार्य रूपमा राखेका छौँ। हजुर, सीमामा कडाइ गर्नुपर्ने, अझै कडाइ गर्नुपर्ने अवस्था हो कि के चाहिँ तपाईँहरूले मूल्याङ्कन गर्नुभएको छ? अझै जुन अहिले जे छ, जे जस्तो भइरहेको छ, जे जस्तो रणनीति तपाईँहरूले बनाउनु भएको छ, त्यसलाई अझै परिमार्जन गर्नुपर्ने छ कि? अब यो सम्बन्धमा कुरा गर्दाखेरि चाहिँ दुईटा कुराहरू हुन्छन्। अब एउटा हामीलाई अब हुने खतरा त्यसै पनि सबैलाई जानकारी याद छ, सबैलाई जानकारी छ, सबैलाई थाहा छ।
दक्षिण तर्फबाट छिमेकी मुलुक भारतबाट हामीलाई अलिकति खतरा छ, उताबाट प्रवेश गर्ने चाहिँ व्यक्तिहरूबाट हामीलाई खतरा छ। एउटा पाटो त्यो हो। अर्को पाटो आएका मान्छेलाई क्वारेन्टाइनमा राख्ने र उनीहरूको पहिचान गर्ने। यदि प्रथम प्रजाति कोही झुक्याएर छिर्छन् प्रवेश गर्ने भने त्यस्ता मान्छेलाई ट्रेसिङ गर्ने, क्वारेन्टाइनमा राख्ने र उनीहरूको परीक्षण गर्ने र फर्दर ट्रिटमेन्ट गर्ने, यी कुराहरू छन्। र सँगसँगै के छ भने अहिलेसम्म हामीले चाहिँ ठुलो स्केलमा मास स्क्रिनिङ र मास परीक्षण गर्न सकेका छैनौँ र जिल्लाको हकमा चुनौती चाहिँ अब शङ्कास्पद ठाउँहरूमा अथवा चाहिँ सङ्क्रमित जहाँ चाहिँ सङ्क्रमितहरू भेटिएका छन्, ती सङ्क्रमितहरू भेटिएका चाहिँ केही स्थानहरूमा अथवा केही गाउँहरूमा चाहिँ अलिकति मास लेभलमा चाहिँ टेस्टहरू परीक्षणहरू गर्न पाएदेखि हामीलाई अझ चाहिँ भनेपछि परीक्षणको जुन कुरा गर्नुभयो नि, स्वाब परीक्षण जसरी हुनुपर्ने हो, जुन दायरामा हुनुपर्ने हो, त्यति चाहिँ भएको छैन भनेर भनिराख्नु भएको छ। पहिलाको भन्दा बढेको हो या पहिलेको भन्दा घटेको हो, के चाहिँ रहेछ रौतहटमा? पहिलाको भन्दा अवश्य पनि बढेको हो। अब यो स्वाब परीक्षणको सम्बन्धमा चाहिँ अब रौतहट चाहिँ न्यून प्राथमिकता परेको भन्दिनँ, किनभने यो चाहिँ देशव्यापी रूपमा नै परीक्षण किटहरूको अभाव छ। सरकारले चाहिँ अब ल्याउन चाहिँ अत्यन्त प्रयास गरिरहेको छ, त्यसका बावजुद पनि हामीलाई यथेष्ट मात्रामा अथवा आवश्यक मात्रामा चाहिँ त्यो प्राप्त भइरहेको छैन। यो रौतहट बावजुद के भन्छ, रौतहट मात्रै अभाव होइन, सबै जिल्ला नेपालभरि नै यस्तो अवस्था छ। तथापि रौतहट जिल्लामा हामीले आफ्ना प्रयासबाट प्रदेश सरकारले चाहिँ गरेको सहयोगको कारणले गर्दाखेरि एकदमै न्यून त भन्न मिल्दैन, तर पनि अब यथेष्ट मात्रामा चाहिँ भएको छैन। हजुर, अनि क्वारेन्टाइनमा जो बसेका छन्, भनौँ न भारतीयहरू कोही फँसेका होलान्, तिनीहरू चाहिँ अहिले रौतहटमा बसिरहेका होलान् होइन, कोही नेपाली चाहिँ भारततिर फँसेका होलान्। अब त्यस्तो दुवैतर्फ त्यस्तो कुरा सहमति भएर भनौँ न यताबाट उता जाने दिने या उता कोलाई यता आउन दिने त्यस्तो केही भएको छ? जो चाहिँ 14 दिन चाहिँ पुरा गरिसकेको अवस्था छ होइन, क्वारेन्टाइनमा भनौँ न कुनै भारतीय 14 दिन पुरा गरिसकेको छ भने तिनीहरूलाई चाहिँ के गर्नु भएको छ? अझै क्वारेन्टाइनमा राख्नु भएको छ या के चाहिँ गर्नु भएको छ? अब नेपाल यहाँ रौतहटमा रहेका चाहिँ भारतीय नागरिकहरूको सम्बन्धमा चाहिँ अब करिब 188 जना भारतीय नागरिकहरू यहाँ रहेका छन् हाम्रा विभिन्न क्वारेन्टाइनमा। उनीहरू चाहिँ अब कतिपय केही दिनदेखि छन् भने कोही चाहिँ अब 3 हप्ता पनि पुगिसकेको अवस्था छ, 2-3 हप्ता पनि पुगिसकेको अवस्था छ। अब उनीहरू जाने चाहना राख्नु स्वाभाविकै हो, किनभने हरेक व्यक्तिले आफ्नो जान चाहन्छ। तर अब जो भारतीय पक्षहरू हाम्रा काउन्टर पार्टहरू छन्, उहाँहरूसँग कुरा गर्दाखेरि चाहिँ उहाँहरू अहिले तत्काल हाम्रो चाहिँ केन्द्र तहबाट अथवा गृह मन्त्रालय हामीलाई आदेश छैन र त्यताबाट पठाएका व्यक्तिहरू हामी चाहिँ बुझ्न समर्थ छैनौँ भन्ने हिसाबले उहाँहरूले चाहिँ कुरा गरिनु भएको छ। अब हाम्रो तर्फबाट कुरा गर्दाखेरि पनि हामीलाई पनि स्पष्ट रूपमा गृह मन्त्रालयले चाहिँ नेपालतिर भएका भारतीय नागरिकलाई नेपालतर्फै र भारततर्फ भएका नेपाली नागरिकहरूलाई चाहिँ भारततर्फ नै राख्ने, आवागमन चाहिँ गर्न नदिने भन्ने खालको कुरा भएको हुनाले त्यही ढङ्गले आवागमन भएन होइन। अनि भनौँ न जसको 14 दिन भइसक्यो क्वारेन्टाइनमा बसेको, तिनीहरूलाई चाहिँ के अब जान भन्नुभएको छ त्यहाँबाट कि के भन्नुभएको छ? होइन, हामीले उहाँहरूलाई चाहिँ एउटा निश्चित मापदण्डमै रहेर हाम्रो उहाँहरूलाई आधारभूत हामीसँग जो सुविधाहरू छन् र जो चाहिँ विद्यमान छ हामीसँग उपलब्ध छ त्यो अनुसार उहाँलाई सुविधा दिएर हामीले राखेका छौँ, जानुहोस् भनेर चाहिँ। हजुर, क्वारेन्टाइनको अवस्था चाहिँ कस्तो रहेछ? अब यो स्थानीय तहले पनि समन्वय गरेर बनाउने हो होइन, मुख्य जिम्मेवारी त स्थानीय तहकै हो होइन। तपाईँहरूले निरीक्षण गरिराख्नु भएको होला, मापदण्ड पुरा गरेको अवस्था छ कि छैन? अब किनभने प्रदेश सरकारले हिजो मात्रै के भनेको रहेछ भने धेरै ठाउँबाट गुनासो कस्तो आयो भने पुरानो र नयाँलाई चाहिँ मिक्स गरेको, क्वारेन्टाइनमा चाहिँ पुरानै भनौँ केही व्यक्ति बसिरहेका छन् भने त्यहाँ चाहिँ नयाँ व्यक्ति ल्याएर चाहिँ राख्न मिल्दैन भनेर मापदण्ड रहेछ, तर त्यस्तो देखिएन भनेर पनि गुनासाहरू चाहिँ आइरहेका छन् होइन। के भन्नुहुन्छ यसमा चाहिँ कस्तो रहेछ? अहिले चाहिँ जो क्वारेन्टाइन हामीले राखेका छौँ त्यो अथवा हामीसँग उपलब्ध भएका स्थानीय तहले निर्माण गरेका जो क्वारेन्टाइनहरू छन् तिनीहरू चाहिँ न्यूनतम मापदण्ड पुगेको देखिन्छ। तर अब सबै अब सम्बन्धित स्थानीय तहमा जे संरचना चाहिँ उपलब्ध हुन्छ त्यो संरचनालाई हामीले क्वारेन्टाइनमा चाहिँ परिणत गरेको हुनाले अब कतै राम्रो संरचना छ त्यहाँ अलिकति व्यवस्थित छ, कतै चाहिँ अलिकति पुराना संरचनाहरू छन् त्यहाँ अब त्योभन्दा अलिकति कम व्यवस्थित होला, तथापि अव्यवस्थित भने छैन।
र मापदण्ड पुरा नगरेको क्वारेन्टाइन त्यस्तो हामीले पाएका छैनौँ। सबैले पनि एउटा मापदण्ड पुरा गरेका छौँ र त्यहाँ बस्ने मान्छेहरूलाई क्वारेन्टाइनमा बस्ने मान्छेहरूलाई त्यस्तो ठुलो जोखिम एकअर्काको कारणले गर्दा जोखिम हुने अथवा उहाँहरूको जुन बसाइ अव्यवस्थित हुने अवस्था छैन। भनेपछि व्यवस्थित छ भन्नुहुन्छ क्वारेन्टाइन? अब जति व्यवस्थित हुनु पर्थ्यो त्यो सबै त्यो ढङ्गको त अब नहुन सक्छ, तर पनि यसलाई अव्यवस्थित छ भन्नु मिल्दैन। हजुर, अब केही ठाउँबाट यस्तो पनि गुनासो आएको अवस्था छ कि अब लामखुट्टे टोक्ने, झुलको व्यवस्था नहुने, तपाईँहरूले चाहिँ फेला पारेको त्यस्तो केही? होइन, हामीले न्यूनतम रूपमा मच्छरदानीको व्यवस्था सबैतिर गरेका छौँ। त्यस्तो उपलब्ध नहुन्छ। यसमा समस्या छैन भन्नुहुन्छ? लकडाउनको लागि तपाईँहरूले तोक्नु भएको गाइडलाइन्स कस्तो छ? यो जिल्लाको लागि पृथक्कै तोक्नु भएको छ कि केन्द्र सरकारले जो चाहिँ निर्देशन दिएको छ त्यही नै परिपालना भइरहेको अवस्था छ कि के चाहिँ रहेछ? होइन, मूलत जो लकडाउनको अवधारणा हो त्यो अवधारणा भनेको केन्द्र सरकारको निर्देशन अनुरूप नै हो। तथापि यदि कुनै इलाकामा चाहिँ हामीलाई लाग्छ कि त्यो अलिकति संवेदनशील छ, खतरा छ, त्यस्तो भयो भने हामीले अलिकति फरक ढङ्गले पनि गरेका छौँ। जस्तो केही समय अगाडि चाहिँ दुई ठाउँमा जो सङ्क्रमितहरू देखिए त्यो ठाउँमा हामीले चाहिँ ती गाउँहरूलाई चाहिँ सिल गरेर पनि राखियो र कन्ट्याक्ट ट्रेसिङ भएर ती कन्ट्याक्ट ट्रेसिङ गरेका व्यक्तिहरूको परीक्षण रिपोर्ट नआउन्जेलसम्मका लागि हामीले ती गाउँ सिल गर्ने व्यवस्था पनि मिलायौँ। र मलाई लाग्छ अरू विषयवस्तुको हकमा, जस्तो व्यक्तिहरूको चाहिँ आवत जावत गर्ने विषयमा, अत्यावश्यक उपभोग्य सामग्रीको चाहिँ उपलब्धता गराउने विषयमा हामीले अलिकति फरक चाहिँ प्र्याक्टिस हामीले के गर्यौँ भने मुख्य सहरहरूमा चाहिँ होम डेलिभरीको व्यवस्था मिलायौँ लकडाउनको अवधिभरमा र त्यो प्रभावकारी नै रह्यो। यतापट्टि अब गौडकै कुरा गर्ने हो भने बजार चाहिँ केही खुलेको पनि देखिएको अवस्था छ होइन? सामाजिक दूरी कायम गर्ने त्यो त झन् हुँदै भएन, त्यस्तो पनि गुनासो चाहिँ सुन्दै आएको छ। यसलाई नियन्त्रण गर्न सकिँदैन? होइन, गौडको सम्बन्धमा त्यो सही होइन। हामीले कम्पेरिटिभली अरू ठाउँहरूको पनि रिपोर्ट हामीले बुझेका छौँ, बुझ्छौँ र अरू जिल्ला र अरू ठाउँहरूको भन्दा हामीले चाहिँ प्रभावकारी रूपमा चाहिँ लकडाउनको कार्यान्वयन गरेका छौँ भन्ने लाग्छ मलाई। अनि जस्तै कि भनौँ न अत्यावश्यकीय वस्तुहरू जुन हुन्छ नि त्यसका चाहिँ ती पसलहरू मात्र सञ्चालन गर्न पाउने होइन, त्यो एउटा कुरा पहिला थियो भने पछिल्लो मन्त्री परिषदको निर्णय जुन आयो होइन 24 गतेको निर्णय जुन आयो त्यसमा अलिकति अरू औद्योगिक प्रतिष्ठानहरू चाहिँ खोल्ने होइन, अरू कुराहरू पनि थपिएको अवस्था छ, निर्माण व्यवसायका काम चाहिँ गर्न पाइयो, ती कुराहरू पनि छन् होइन। त्यसमा चाहिँ रौथरमा चाहिँ कसरी यसलाई चाहिँ अवलम्बन गराइराख्नु भएको छ? हामीले अब विकास निर्माणका आयोजनाहरू कामहरू खुला गर्ने भनेर योभन्दा अगाडि नै पनि सुरुवात गरिसकेका थियौँ र नेपाल सरकार मन्त्री परिषदको वैशाख 25 गतेको निर्णय पश्चात चाहिँ यो अत्यावश्यक वस्तु र उपभोग्य सामग्री वस्तुको बिक्री वितरणको टाइमलाई अलिकति हामीले चाहिँ लचिलो बनाएका छौँ पहिलेभन्दा र यो अलिकति सहज भएको छ। यतापट्टि चाहिँ अब जो विकास निर्माणको कामहरू छ यिनीहरू सुचारू छन्, निश्चित मापदण्डहरू तोकेर हामीले चाहिँ अनुमति दिएका छौँ। त्यस्तै गरिकन अब जो 42वटा चाहिँ क्रियाकलापहरू तोकेर खुला गरिएका छन् तिनीहरूलाई ती क्रियाकलापहरूलाई पनि हामीले चाहिँ व्यवस्थित गर्ने गरी सूचना प्रकाशित गरेका छौँ र त्यो सूचनामा चाहिँ हामीले शर्तहरू तोकेका छौँ। त्यो शर्त अनुसार हामी कार्यान्वयन गर्ने तयारी गरिरहेका छौँ। हजुर, अनि राहतको विषयमा के रहेछ रौथडमा चाहिँ? रौथडमा एउटा गुनासो के आयो भने जसरी केन्द्र सरकारले तोकेको छ कि 30 किलो चामल होइन लगायतका सामग्री दिने जुन भनेछ नि, केही स्थानमा यस्तो पनि भयो अरे त्यतिको चामल चाहिँ नदिएको होइन, 8-9 किलो मात्रै दिएर पनि त्यति नै राहत वितरण गरेको पनि देखिएको अवस्था पनि छ नि। त्यतातर्फ तपाईँले लागेको चाहिँ राहत वितरण चाहिँ ठिकै भयो भन्नुहुन्छ कि केही समस्या देखियो? राहत वितरणको सम्बन्धमा कुरा गर्दाखेरि चाहिँ अब केही नगरपालिका अथवा केही स्थानीय तहको समस्या के रह्यो भने अब
राहत वितरण गर्नुपर्ने सङ्ख्या अत्यन्त ठुलो रह्यो र केन्द्रको मापदण्ड अनुसार चाहिँ जुन भोल्युम अथवा जुन बजेट आवश्यक हुने हो त्यो बजेट उहाँहरूसँग उपलब्ध नहुने अवस्था रह्यो। त्यो कारणले गर्दा त्यसलाई चाहिँ अलिकति कस्टमाइज गरेर त्यो क्वान्टिटीभन्दा तोकेको क्वान्टिटीभन्दा अलिकति कम गरेर पनि केही नगरपालिकाहरूले वितरण गरेको अवस्था छ। र समग्रमा अब 100% निर्विवाद त यो राहत भन्ने विषयवस्तुलाई बनाउन अलिकति गाह्रो हुँदो रहेछ। तथापि रौतहट जिल्लामा राहतको विषयवस्तुलाई लिएर त्यस्तो ठुलो विवाद उत्पन्न भएको अथवा चाहिँ त्यस्तो कुनै जटिलता आएको छैन। हजुर, केन्द्र सरकारले पासको विषयमा कुरा गर्ने हो भने ई पास भनेर व्यवस्था गरेको छ, रौतहटमा के छ, यो कार्यान्वयन भइरहेको छ? हामीले ई पासलाई कार्यान्वयन गरिरहेका छौँ। हजुर, अब त्यसमा अलिकति त्यो जटिलता पनि देखिएको छ, किनभने अब त्यसमा थुप्रै डकुमेन्टहरू पेश गर्नुपर्ने अवस्था पनि छ। कोही बिरामी छन् भने त्यो डकुमेन्टहरू नपनि हुन सक्छन्, त्यस्तो अवस्था पनि आउन सक्छन् होइन। घरबाट फेरि अस्पताल पुग्नुपर्ने होला होइन। भनेपछि ती व्यक्तिहरू जो चाहिँ समस्यामा परेका छन् होइन, डकुमेन्ट चाहिँ नहुने तर बिरामी भएको अवस्था छ र अस्पताल जानै पर्ने अवस्था छ भनेपछि तिनीहरूलाई सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट छुट्टै कुनै निर्देशन दिएको या कुनै त्यस्तो? त्यस्ता विषयवस्तुमा हामीले कतिपय अवस्थामा मानवीय पक्षलाई पनि हेर्ने गरेका छौँ। जस्तो कसैले चाहिँ अब ई पासको लागि चाहिँ अनुरोध गर्नुभयो, एप्लाई गर्नुभयो, तर चाहिँ उहाँसँग चाहिँ सब्मिट गर्नुपर्ने डकुमेन्ट छैन भने फोनबाट चाहिँ मौखिक कुरा गरेर ती विषयवस्तुको सम्बन्धमा चाहिँ हामी क्लियर भएर त्यस्ता व्यक्तिहरू चाहिँ अब अरू उद्देश्यका लागि गएको होइनन् भन्ने प्रश्न भएपछि हामीले ई पास त्यस्ता व्यक्तिलाई उपलब्ध गराएका छौँ। हजुर, अब एउटा ई पासमा के समस्या देखिएको छ भने मानौँ न अब ई पास भर्ने बित्तिकै यसको रेस्पोन्स तपाईँहरूले अध्ययन गर्नुहुन्छ, दिन मिल्ने नमिल्ने भनेर अध्ययन गर्नुहुन्छ पहिला होइन, त्यसपछि चाहिँ दिनुहुन्छ, एउटा कोड पठाइदिनुहुन्छ होइन। तर जसले पाउँदैन या पाउनेवाला छैन भने तिनीहरूलाई पनि इन्फर्म गरिदिने त्यस्तो व्यवस्था गर्नु भएको छ तपाईँहरूले? त्यस्तो कुनै होइन, त्यो अटोमेटिकली उहाँहरूको एप्लिकेसन रिजेक्ट भएपछि त रिजेक्ट भएको मेसेज फेरि तुरुन्तै गइहाल्छ, मोबाइलमा मेसेज जान्छ। त्यो मेसेज जाने गरेको छ रिजेक्ट भएको चाहिँ मेसेज जान्छ, रिजेक्ट भएको जति चाहिँ मेसेज जान्छ रिजेक्ट भयो भने। हजुर, अब अन्त्यतिर पनि आइसकेका छौँ हामी। तपाईँलाई के लाग्छ जुन रफ्तारमा रौतहटमा देखियो 3 जनामा देखियो, हुन त धेरै सङ्ख्या होइन, यद्यपि प्रदेश 2 को दोस्रो सबभन्दा बढी सङ्ख्या चाहिँ हो रौतहटमा होइन, कोरोना सङ्क्रमित देखिएको सङ्ख्या चाहिँ। यो हिसाबले गर्दा अब चाहिँ गर्नुपर्ने काम तपाईँले लागेको चाहिँ होइन, यसमा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले गर्नुपर्ने सहयोगका कुरा होलान् होइन, तपाईँहरूले गर्ने काम फेरि छुट्टै होलान् होइन। भनेपछि के चाहिँ अझै भयो भने अझै राम्रो हुन्छ भनेर तपाईँलाई लागेको चाहिँ? अब 2-3वटा कुराहरू जस्तो अलिकति मास लेभलमा चाहिँ मास स्क्रिनिङ गर्नु पर्यो, मास टेस्टिङ गर्नु पर्यो। जहाँ चाहिँ शङ्कास्पद इलाकाहरू छन् हामीले केही इलाकाहरू पहिचान पनि गरेका छौँ। अब अहिले तत्काल तपाईँको टिभी मार्फत त्यो सबै कुरा भन्न चाहन्न, तथापि ती इलाकाहरूमा चाहिँ मास टेस्टिङको व्यवस्था मिलाउनु पर्छ, एउटा कुरो तुरुन्त गर्नुपर्ने कुरो, र त्यसको लागि हामीले पूर्व तयारी पनि गरिरहेका छौँ। अर्को कुरो चाहिँ अब बोर्डर नाकामा चाहिँ 0 टलरेन्स र 0 आवत जावत, ती 2टा कुराहरू हामीले फोकस गरेका छौँ र त्यो गर्नै पर्ने अबको रणनीतिमा पर्दछ। तेस्रो कुरो अब सामुदायिक सचेतना र जनचेतना वृद्धि, अब यी कुराहरू त अब झन् बेसिक कुराहरू भए। यी 3टा कुराहरू चाहिँ तत्कालको लागि गर्यो भनेदेखि हामी अझ सुरक्षित हुन्छौँ र हाम्रो यो कोरोना रोग विरुद्धको चाहिँ हाम्रो अभियान चाहिँ अझ प्रभावकारी हुन्छ भन्ने लाग्छ। हजुर, हस् त, धन्यवाद। हुन्छ, यहाँलाई पनि धन्यवाद। दर्शकबिन ओछलेत रौतहट के प्रमुख जिला अधिकारी वासुदेव घिमरे आइ हुनका से बातचीत करे छलिए। रौतहट के समग्र अवस्था केहन छै, रौतहट में कोरोना रोकथाम आ नियंत्रण के लेल अखन तक भऽ रहल प्रयास केहन छै और की सब करक चाही, कियाकि रौतहट प्रदेश 2 के दोसर सबसे बेसी संक्रमित भेटल ठाम छै रौतहट। ताहि दुआरे रौतहट के विशेष
ध्यान देना आवश्यक है। एहिमे प्रदेश सरकार, केंद्र सरकार, स्थानीय तह की सब कर रहा है, यह विषय में बातचीत करे छलिए। बेस्त नमस्कार।